30 वर्षपछि बारीमा डोजर चल्यो। डोजर किन चल्यो, डोजर कसले चलायो भन्ने बारेमा सम्पूर्ण कुरा थाहा पाउनुभयो भने तपाईँ दङ्ग पर्नुहुनेछ। यी सबै कुरा जानकारी गराउनुभन्दा पहिला तपाईँहरूलाई मैले 2 वर्ष अगाडिको कुरा सम्झना गराउन चाहेँ। 2 वर्ष अगाडि यस ठाउँमा एउटा नयाँ घर बनेको थियो। सायद यस विषयमा तपाईँहरू जानकार हुनुहुन्छ होला, किनकि यो घर कसरी बन्यो, कसले बनायो र किन बनायो भन्ने विषयमा मैले विस्तारमा भिडियो बनाएर यसअघि नै प्रस्तुत गरिसकेका छु। यो घरको विषयमा विस्तारमा जान्न चाहनुहुन्छ भने पर मेरै युट्युब च्यानलमा गएर हेर्न सक्नुहुनेछ। यो घर विदेशमा बस्दै आउनुभएको मेरो भिनाजु लालबहादुर टन्डनले बनाउनु भएको घर हो। 28 वर्ष विदेशमा बसिसकेपछि आफ्नै गाउँघरमा बस्ने इच्छा अनुसार उहाँले यो घर बनाउनु भएको हो। अब उहाँ विदेशको बसाइ छाडेर स्थायी रूपमै नेपाल बस्ने गरी आउँदै हुनुहुन्छ। दिदीहरू आइसक्नु भएको छ, अब भिनाजु आउन बाँकी छ। अब स्थायी रूपमै आफ्नै गाउँठाउँमा बस्ने गरी सपरिवार आउँदै हुनुहुन्छ। सोही कारण अब यहाँ बाँझोबारी खनेर खेतीपाती गर्न योग्य बनाउँदै हुनुहुन्छ। त्यसैका लागि बारीमा डोजर चल्दैछ। डोजर चल्नु अघि बारीको अवस्था के कस्तो थियो, के कसरी डोजर चलाइयो, अनि डोजर चलाइसकेपछि बारीको अवस्था के कस्तो रह्यो, विस्तारमा भिडियोमा देखाउने छु। भिडियो अन्त्य तक हेर्नु होला। 30 वर्षपछि आएर बाँचिएका बारी अब खनेर यसमा खेतीपाती गर्दैछौँ हामीले। दाजुहरूले फाँड्दै हुनुहुन्छ। यत्रा यत्रा रुख पोला खाने यहाँ ल झाडी भएको छ। अब यसलाई खनेर यहाँ चाहिँ सुन्तला लगाउने, अब खेती गर्ने। यहाँ 30 वर्षसम्म बाँझो रहेको बारीलाई अब खनेर हामीले चाहिँ खेतीपाती गर्दैछौँ। यहाँ 30 वर्षसम्म बेल्जियममा बसेर अब भिनाजु आएर चाहिँ आफ्नै गाउँमा चाहिँ जोत फाँड गरेर चाहिँ खेतीपाती गरेर आफ्नै गाउँमा बस्ने हिसाबले अब आउँदै हुनुहुन्छ। 30 वर्षसम्म बाँचिएको बारीमा यहाँ रुख पलाएर ठुला भएका छन्। यिनलाई सब फाँडेर अब डोजर चलाएर यसका जरा निकालेर अनि चाहिँ यसमा खेतीपाती गर्ने हो। त्यो अनुसार हामी लागेका परेका छौँ। डल्यो 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 डल्यो। हाम्रो फान्ने काम जारी छ। अब यो जङ्गललाई, यो पहिलाको बारी नै हो। यत्रा रुख पोला खान, ओ माई गड, यत्रा रुख छन् बारी। यहाँ यो खेतीपाती गर्यो बारीमा, बाँचिएर यत्रा रुख बस्छन्। यस्तो जङ्गल झाडी छ। अब यसलाई फाँडफुँड गरेर अब फेरि खेती गर्ने। पुरै जङ्गल भएको थियो, हामीले फाँडेर यतिको चाहिँ बनाइयो। आज अब यो पुरा ठुल्ठुला रुख हटाएर डोजर चलाएर यो फेरि माटो खनेर यिनी जरा निकालेर फेरि खेतीपाती गर्ने हो। यहाँ पहिला बाबुबाजेले जसरी खेतीपाती गरे हामीले अब त्यसरी नै खेतीपाती गर्ने हो। धमाधम लागिरहनु भएको छ ढलाउन। ल हो, दाजुले गजागज ढलाइरहनु भएको छ। हाम्रो जारी छ। अब यो जङ्गललाई फाँडेर फेरि खेतीयोग्य जमिन बनाउने हो। पहिला पुर्खाले जस्तो खेतीपाती गर्थे हामी अब त्यस्तै गर्ने हो। फाँडफुँड गर्ने काम जारी नै छ। दिदीहरूले फाँडफुँड गर्दै हुनुहुन्छ। फाँड्नै 2 वर्ष लाग्यो। एउटा ऐसाले 3-4 घन्टा ढाल्नु भने दाजुले रुख ढलाउँदै हुनुहुन्छ। अब चाहिँ लगभग ठुला रुखहरू काटेर सकियो।
अब अलिअलि बारीको सेप देखिन लाग्छ, पुरानो बारीको जमिन देखिन लाग्छ। अब एकछिनपछि डोजर आउँछ, त्यसपछि यसलाई पुरा जरा निकालेर फालेर अनि त्यसपछि यसलाई जोतेर अनि यहाँ चाहिँ खेती गर्ने बनाउने हामीले। यो जमिन छाडेको 30 वर्ष भयो। 30 वर्षपछि आएर अहिले यहाँ फाँडेर फेरि खेती गर्न योग्य बनाउँदैछौँ हामीले। अब यसमा चाहिँ बाबुबाजुले चाहिँ खेतीपाती गर्ने हो यहाँ नि। यो अहिले हामीले यहाँ फाँड्दै गरेको बारी पनि यो तलको जस्तै यस्तै जङ्गल थियो, यस्तै जङ्गल थियो, त्यसलाई फाँडेर अहिले यतिको बनाइयो। अब यहाँ डोजर चल्न लागेको भएको छ। अब यो बारी बनाइसकेपछि तल्लो बारी पनि बनाउने हो यस्तै। सब यहाँ ठुला ठुला बारी छ नि। यसलाई पनि फेरि फाँडेर ओरेर यो रुखहरू हटाएर त्यसपछि फेरि डोजर चलाउने। हाम्रो भेना लालबहादुर टन्डन 30 वर्ष बेल्जियम बसेर फेरि आफ्नै घर फर्केर गाउँमा घर बनाइसक्नु भएको छ। तपाईँलाई मैले योभन्दा अगाडि पनि देखाइसकेँ घर, नभए एकपटक क्लिप देखाउँला। घर बनाइसकेको छ। अब चाहिँ यो बाँझो जमिन पहिलाको बारीलाई पुरा फाँडेर फेरि खेतीयोग्य बनाएर खेती गर्ने हो। लगभग फाँडेर अब यतिको बनाइयो। यहाँ ठुला ठुला रुख थिए, हेरिहाल्नु भयो। अब यहाँ चाहिँ जमिन देखिया छ। अब यसलाई चाहिँ डोजर लगाएर एउटा खेतीयोग्य जमिन बनाउने हो। भारी बोक्दा थाक्नुभयो? ल अनि यत्र यत्र लतारेर ल्याउनु भएको छ दाइले। थाक्नु भएको छ, अब बनाउने है दाइ। ल हेर्नुहोस्, यहाँ घर बनाइसकिया छ। यहाँ घरको वरिपरिको यो बारी पनि खनेर यस्तो भएको छ। अब यहाँ जस्तो छ यिनी तलका सबै बारीहरू पनि त्यस्तै बनाउने हो। सबै बारीहरूमा यसरी नै डोजर लगाएर लाएर ट्र्याक्टर लाएर खनेर मलजल गरेर यहाँ चाहिँ त्यहाँ सुन्तलाको बिरुवा पनि लगाइयो। घर वरिपरि लगाइसकियो। अब बाँकी यहाँ घर मुनिका यिनी बारीहरू यहाँदेखि तलैसम्म छन्। यिनी बारीहरूलाई खनेर जोतेर फाँडेर डोजर लगाएर त्यसपछि यहाँ पनि सुन्तला खेती तरकारी खेती गर्ने हो। पछि दिदी गाउँ फर्किसक्नुभयो। अब भिनाजु फर्किँदै हुनुहुन्छ। त्यसपछि यहाँ रौनक हुन्छ अर्कै। बारी खन्नलाई पारी डाँडामा डोजर आयो है। आयो डोजर आयो दाजु, डोजर आयो। अब डोजर आयो है। ल डोजर आयो। अब ल हेर्नुहोस् डोजर पारिबाट आउँदैछ। आयो डोजर आयो, डोजर आयो। यो घर बनाउँदाखेरि यो जग पनि यही डोजरले खनिया हो। यो घर बनाउँदाखेरि यही डोजरले जग खनिया हो। अब यही डोजरले फेरि बारी खन्दैछ। ल ओह्रालो लाग्यो। अब बारीमा जान्छ डोजर। तल्लो बारीमा जानको लागि बाटो बनाउँदैछ डोजरले। पहिला यो बाटो बनाइसकेपछि तल्लो बारीमा जान्छ। चल्यो डोजर बारीमा।
अब बारीमा आइपुग्नै लाग्छ है डोजर तल्लो बारीमा उपल्लो बारीबाट तल्लो बारीमा आइपुग्न लाग्छ अब बारीको कुनामा आइपुग्न लाग्छ ल आयो बारीमा डोजर आयो अब बारी खन्न सुरु भयो बारीको कुना आयो है डोजर बारीको कुनामा आइपुग्यो डोजर अब बारी खन्छ ड्याङ ड्याङ यहाँबाट बाटो बनाएर सरक्क आयो डोजर बारीको कुना डोजरले ल हान्न सुरु गर्यो अब डोजरले रोक्न सुरु गर्यो 30 वर्षसम्म बाँचिएको बारी ल आज डोजरले खन्न सुरु गर्यो अब बारीलाई खनेर खन्चो झोरेर डोजरले बारी खन्दियो अब भक खनिदिन्छ अनि यसलाई हामीले चाहिँ डोल्याउँथ्यौँ हल्का बनाइदिन्छ माटो अनि हामीले जोड्छौँ बारीमा ल टाढो परेर खन्दैछ बारी यहाँ गफ खन्दैछ ल बारीमा मस्तले डोजरले खन्दैछ ल बिस वर्षपछि बेल्जियमबाट दिदीले आएर डोजर लाउँदै हुनुहुन्छ बारीमा उहाँले नै यो विदेशबाट फर्केर आएर गाउँमै बस्ने भनेर गाउँमा घर बनाइसक्नुभयो अब चाहिँ यो पुराना बाँचिएका बारीलाई चाहिँ डोजर लाएर फेरि यिनी पुराना जङ्गल फालेर डोजर लाएर खेती योग्य बनाउँदै हुनुहुन्छ ल दिदीले मजाले भिडियो बनाउँदै हुनुहुन्छ पुर्खाको
पुर्खाले गरेको फेरि 30 वर्ष छोडेर जानुभयो, फेरि पुर्खाले गरेको यो आफ्नो जमिनमा आएर खमक्रोस गर्दै हुनुहुन्छ। डोजरले आफ्नो काम गरिराखेको छ। आज बारी कम खनेछ डोजरले। ल मस्तले खनेर जमिन हल्लाइदिएको छ, त्यसपछि ट्र्याक्टर लाएर सम्माउने हो। बस यसरी बारी खनिदिएपछि चाँडो खेती हुन्छ, भइहाल्छ।
प्लेनले सहरमा डोजर चलाइरहेको छन्, हामीले गाउँमा डोजर चलाइरहेको छौँ।
ए बारी खनेर भ्यायो। डोजरले बारी खनेर सिद्ध्याएर अब चाहिँ आफ्नो बाटो निस्कँदैछ। जाँदाखेरि ओह्रालो भयो स्वाइँ स्वाइँ झऱ्यो, आउँदाखेरि उकालो भएर चाहिँ पकेटले कोपर्दै निस्कँदै गरिराखेको छ। आइरहेछ डोजर। Let's go डोजर, let's go। डोजरले जोतेर भ्याएर निस्किसक्यो। ल हेर्नुहोस्, अब डोजरले खनिसकेपछि त्यस्तो जङ्गल बारीमा परिणत भयो। डोजर चाहिँ गयो।